हेरौँ है त आज हाम्रो यहाँ बारीमा के रहेछ हेरौँ न। कुहिरो लागिरहेको के रहेछ सानो आइज आइज भने हेलो अनि सबैजना नमस्ते छ फेरि पनि मैले नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म घर फर्किन थिएँ अनि बनाऊँ न त घर फर्किन लागेको भिडियो पनि भनेर सुरु गरेँ। अब हेरौँ है त अगाडि कस्तो कस्तो भिडियो बनाउँछु। चाहिँ घरमा एक्लै छुट्याइदिनु हुनु न, मम्मी नि हुनुहुन्न। चाहिँ हाम्रो साग राम्रोसँग त्यो चाहिँ हिजो जन्मेको 3टा बच्चाहरू, एउटा चाहिँ उताबाट दुध खान लागिरह। अनि चाहिँ हाम्रो घरको गाई भैँसी 1 2 3 4 2टा गाई अनि 2टा भैँसी छ। अनि यसपालि चाहिँ हिमालय देखिन क्या, यसपालि चाहिँ हिमालय देखिन कि कस्तो राम्रो देखायो। कुहिरो लागेर के भन्छन् हुस्सो भन्छन् कि कुहिरो भन्छन् लागेर होइन देखेन क्या हिमालय कस्तो राम्रो छ। अहिले आज चाहिँ बरु अलिअलि देखिरह, नत्र भए देखेकै थिएन हिजो अस्ति त। चाहिँ प्याज रोप्नु भयो रहेछ मम्मीहरूले। सुन्तला पनि सकिएछ, यो सुन्तला यो जुनार पनि सकिएछ। यहाँ चाहिँ अस्ति नै देखाएको थिएँ उखु मुलाहरू कागतीको बोट छ। हेरौँ है त आज हाम्रो यहाँ बारीमा के रहेछ हेरौँ न त। सबै मैले नि हेरेको छैन अस्तिदेखि आएर नि। अनि हिमाल चाहिँ खासै राम्रो देखाएको छैन आज, कुहिरो लागिरहेको के। अब हामी हेरौँ है त यहाँ के रहेछ हाम्रो यता बारीमा। तोरी फुलेर चाहिँ यहाँ चाहिँ मुला रहेछ, यो लसुन रहेछ, यो पनि लसुन। उखु चाहिँ सबै लडेर कस्तो नराम्रो भएको छ कि। अनि चाहिँ सुन्तला अस्ति नै फलाएको थियो, अहिले चाहिँ भएछ। कागतीको बोट चाहिँ कस्तो मरेको के, कस्तो राम्रोसँग फल्थ्यो पहिला। यहाँ चाहिँ तारहरू लगाएर चाहिँ के लाग्यो। यो सुन्तला एउटा सानो रहेछ, सानो उता माथि नि रहेछ 2-3वटा सुन्तला त रहेछ। अहिले टिप्नुपर्छ त्यो माथि रहेछ। यो चाहिँ कागती चाहिँ सानो फलिरहेको रहेछ। यहाँ चाहिँ केरो रहेछ अलिअलि फलेको, फले छैन, फुल चाहिँ फुलिरहेको रहेछ यहाँनिर। राम्रो देखियो व्हाइट कलरको फ्लावर। आलु सबै यस्तै यस्तै रहेछ। बकुला रहेछ त्यहाँ बर, हेरे कस्तो कस्तो रहेछ, के रोपेको रहेछ कि। यहाँ चाहिँ बकुला केरो मटरको सा होला सायद, मटरको सा। यतापट्टि चाहिँ बन्दा रोपेको रहेछ। यहाँ चाहिँ काउली चाहिँ माथि रोपेको रहेछ, चाहिँ बन्दा रहेछ। उयो चाहिँ सेउला हो कि गोबर भन्छ हाम्रो यतातिर। सेउला हुन्छ बाख्रा भैँसीहरूलाई खुवाउनुले। उता पनि छ त्यस्तो हुन्छ सेउला, उत्योवाला होला। अनि उयो चाहिँ आलु पोखराको बोट भइहाल्यो, यो मरेको होला के अरे ओइलाको जस्तो भयो नि त्यो किम्बुको बोट। यहाँ पनि मुला रहेछ अलिअलि, सबैतिर तार लगाएको रहेछ किन हो थिएन। यो चाहिँ बकुला चाहिँ थोरै रोपेको रहेछ। मलाई चाहिँ बकुलाको तरकारी मिठै लाग्दैन कि, खाँदिनँ म, देखे पनि रिस उठ्छ बकुला चाहिँ। कस्तो राम्रो केरो फुल फुलेर चाहिँ यहाँनिर। गाई करायो, गाई खानेकुरा हाल्नुपर्ने होला। यसमा चाहिँ कस्तो किरा लागेको छ यहाँनिर, किरा लागेको छ यहाँनिर। यहाँ लसुन रहेछ, लसुन। त्यहाँ चाहिँ प्याज रहेछ, त्यहाँ चाहिँ प्याजलाई पानी लगाएको रहेछ। मैले पानी जोडिदिनै बिर्सेछु कि। टन्नै के रोपेको रहेछ, टन्नै रहेछ यसपालि नि। प्रायः जहिले हिउँको बेला चाहिँ यस्तो तरकारीहरू रोपिरहेको हुनुहुन्छ क्या हाम्रो मम्मीहरूले। यो चाहिँ प्याजको बिउलाई रोपेको रहेछ। यो प्याजको फलेको गाँठा हुन्छ नि त्यो रोपेर अनि बिउ बनाउने हो कि। यहाँभरि मुला रहेछ, सबै मुला रोपेको रहेछ यहाँतिर। यो चाहिँ टमाटरको बोट लडेको हो क्या, अस्ति नै पहिल्यैदेखि थियो चाहिँ। तल चाहिँ त्यो तलको बारी चाहिँ आलु खनेर नि तोरी छराएर रहेछ नि त, तोरी छराएर रहेछ त्यो मुनि। झ्याम्मा सेउला जस्तो देखेको ठाउँनिर यहाँनिर यो यहाँनिर होला ठ्याक्कै, यो सेउला देखेको ठाउँनिर हाम्रो बारी हो। यस्तो रमाइलो लागेको, यस्तो मजाले घुम्न कि यहाँ तरकारीहरू रोपेको ठाउँमा है, यस्तो मजा आउने सर्र हेर्नलाई कि। अब रेडी हुनुपर्छ, घर जानुपर्छ आज त। अस्ति आइयो, हिजो एक दिन बस्यो, दिदीको घरतिर नि गइयो। अनि आज चाहिँ घर जानु पर्यो।
यस्तो रमाइलो छ यहाँनिर एउटा यस्तो हेर्नु ऊ आमा घाम पऱ्यो सबैतिर यो प्याजहरू चाहिँ गरे हो कि प्याजहरू चाहिँ भर्खर रोप्या हो पानी लगाएर त्यसमा एउटी घाँस छ गाई क्या गरेर कराइहाल्यो गाई फेरि ल अगाडि पनि हेर्दै गर्नु होला के को फोटो यो 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 के को फोटो यो सुन्तला जस्तो छ यिनीहरूले खाइदिन्छन् अब ए आइज 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 भने खालि कराएको हो दिएको खानेकुरा चाहिँ खाँदैन अब यताबाट जानु भयो यताबाट चाहिँ के रोपेर रहेछ हेरौँ है त यो चाहिँ मलमा साग रोपे कस्तो राम्रो हुन्छ क्या यो मलमा साग रोपे नि मलको साग पनि मिठो हुन्छ यस्तो अनि राम्रो खालको छ यहाँ चाहिँ लसुन रोपेर रहेछ तोरी रहेछ यो चाहिँ घाँस हो क्या यसलाई चाहिँ राई घाँस भन्छन् कि किन नाम राई घाँस रहेको थाहा भएन खिराकोपट्टि चाहिँ राई घाँस त्यहाँ पनि राई घाँस बकुल्लाहरू के रहेछ हिमाल चाहिँ खासै आज चाहिँ यसो देखेँ जस्तो मात्रै देखियो क्या खासै राम्रो देखिएन पुरै त्यो कुहिरो लागेर छिक्केछ क्या त्यहाँ चाहिँ उखु टन्नै रोपेर रहेछ तर राम्रो आएको है हामी चाहिँ लाग्यौँ साले नदी यसो घुम्ने भनेर आएको ढिला भइसक्यो कि मम्मी पनि आउनुहुन्छ मम्मी मम्मी अब एकछिन घुम्छौँ सर साले नदी गाडी यस्तो प्याक छ नि त यहाँदेखिबाट मन्दिर पुग्न लाग्यौँ हामी चाहिँ साली श्री सुस्तानी माताको मन्दिर चाहिँ जय श्री माधव नारायण बोर्ड राखेको छ त्यहाँ त साली नदी जय श्री माता नारायण जय 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 श्री माता हामी आमा छोरी रक्स घुम्दैछौँ है घुम्दैछौँ साली नदी भिड त यति छ कि पुरै नभए म भुटेर बेच्न है धम्मा धम्मा नि त घोडा त यहाँ रहेछ यसपालि हामी चाहिँ अब फर्क्यौँ